Namaste everyone, this is Kusum. I'm a registered nurse from Nepal and United States. As so many of you requested to make video regarding my EB3 visa interview, finally I'm making this video. I've been making videos on TikTok regarding my NCLEX journey. So मैले अस्ति इन्टरभ्यू दिइसकेपछि कति धेरैजना रिक्वेस्ट गर्नुभयो मेरो इन्टरभ्यू एक्सपिरियन्स सेयर गर्नु भनेर. सो फाइनली आज म तपाईँहरूलाई यो मेरो एक्सपिरियन्स सुनाउन गइरहेको छु. सो अब म डाइरेक्ट इन्टरभ्यूको दिनको कुरा गर्न गइरहेको छु. इट वाज अन 16th April 2026. माई इन्टरभ्यू वाज अर्ली इन द मर्निङ एट 7:45 AM र म 7 बजी नै इन्टरभ्यू को लागि युएस एम्बेसी पुगिसकेको थिएँ. सो 7 बजी पुगिसकेपछि 7:30 बजे मात्रै भित्र जान दिँदो रहेछ. अनि त्योभन्दा अगाडि मेरो साथी आयो. साथी आइसकेपछि हाम्रो मैले चाहिँ एनपिसिएनबाट प्रोसेसिङ गरेको हो. अनि त्यहाँ अदिति म्याम, मेरिना म्यामको पनि इन्टरभ्यू थियो त्यही दिन. अनि हामीहरू एकछिन भेटेर बाहिर कुरा गऱ्यौँ. अनि त्यो इन्टरभ्यूको दिनको अगाडिको राति चाहिँ म कस्तो राम्रोसँग सुतेको, निद्रा लागेको थिएन. अनि कस्तो नर्भस फिल भइरहेको थियो. सो सबैजना भेट भइसकेपछि चाहिँ हामीले एकछिन कुरा गऱ्यौँ. 2टा एडेक्सको दिदीहरू हुनुहुन्थ्यो. अनि उहाँहरूसँग पनि एकछिन गफ गऱ्यौँ. हुन्छ नि, त्यसले गर्दाखेरि चाहिँ कस्तो मुड फ्रेस भयो जस्तो भयो. सो इट इज इम्पोर्टेन्ट टु ह्याभ समवन टु टक आउटसाइड द एम्बेसी सो द्याट हुन्छ नि त्यो इन्टरभ्यूको मात्र स्ट्रेस नहोस् के त्यो इन्टरभ्यू स्टार्ट हुनु अगाडि अथवा त्यो बाहिर वेट गर्दाखेरि. किनकि बाहिर पनि वेट गर्नुपर्छ, जाने बित्तिकै भित्र जान दिन्छ भन्ने पनि हुँदैन जुन टाइममा भए पनि. सो 7:30 बजे चाहिँ हामीलाई भित्र जान अलो गर्यो. देन वी वेन्ट इनसाइड. वी ह्याड टु वेट आउटसाइड फर फ्यु मिनट्स. देन बाहिर केही टाइम लाइन लागिसकेपछि त्यहाँ बाहिर चाहिँ हामीलाई त्यो आइओएमबाट जुन मेडिकलको इन्भेलप दिएको थियो नि, त्यसको एउटा त्यो बाहिरको चाहिँ त्यो स्लिप बाहिरको वाला चाहिँ निकालेर फ्याँकिदिनु भन्नुभयो. त्यो पुरै सिल्डवाला हुन्छ नि, त्यो लगाएको हुन्छ बाहिरबाट आइओएम लेखेको वाला, त्यो चाहिँ निकालेर फ्याँकिदिनु भन्नुभयो. अनि त्यो निकालेर फाल्यौँ. त्यसपछि हामी भित्र गयौँ. भित्र गइसकेपछि त्यहाँ हाम्रो चाहिँ इमिग्रेसनमा चेक हुन्छ नि, सबै सेक्युरिटी सेफ्टीको लागि. त्यो अब यो एप्लिकेन्टले चाहिँ कुनै पनि त्यस्तो कुराहरू ल्याएको छैन भनेर चेक गर्छ. त्यसपछि हाम्रो त्यो एप्पल वाचहरू त्यस्तो वाचहरू पनि लाउन दिँदैन. त्यस्तो कुराहरू छ भने पनि त्यही खोल्न लगाउँछ. सो त्यो सबै जाँचहरू गरेर चाहिँ डकुमेन्ट्स बाहेक नचाहिने कुरा अरू कुराहरू ल्याएको छैन भनेर जे होस् चेक गर्छ. त्यसपछि त्यहाँ चेक भयो. चेक भइसकेपछि हामी भित्र गयौँ. भित्र गइसकेपछि पनि त्यहाँ फेरि वेटिङ एरिया छ बिल्डिङको बाहिरतिर. सो त्यहाँ कति धेरै चेयरहरू छ, त्यहाँ बस्यौँ. अनि 4-5 जना गरेर भित्र पठाउँछ. अनि भित्र गइसकेपछि फेरि त्यहाँ हाम्रो डकुमेन्ट्सहरू चाहिँ यसरी मिलाऊ भनेर सिकाउनुहुन्छ. सो त्यही अनुसारले हामीले डकुमेन्ट्सहरू मिलाउँछौँ. मिलाइसकेपछि त्यसपछि त्यहाँ ट्राभल डकमा आइडी बनाउनु, कसरी आइडी बनाउने भन्ने इन्स्ट्रक्सनहरू लेखेको एउटा पेपर दिनुहुन्छ एकजना सरले. अनि अर्को यता म्याम पनि बसिराखेको हुनुहुन्छ. अनि त्यसपछि सबै त्यो डकुमेन्ट्सहरू यसरी मिलाऊ भनेर सबै मजाले सिकाइराख्नुहुन्छ कि डकुमेन्ट्सहरू त्यही अनुसारले हामीले मिलाउँछौँ. मिलाइसकेपछि बायोमेट्रीमा पठाउनुहुन्छ. तपाईँ यो नम्बरमा जानु, तपाईँ यो नम्बरमा जानु भनेर. जो 4वटा सेक्सन छ बायोमेट्रीको, तर त्यो दिन 2टा खुल्ला थियो. सो 2टामा पठाइराख्नु भएको थियो. अनि बायोमेट्रीमा गयौँ. बायोमेट्रीमा म्याम हुनुहुन्थ्यो मेरो चाहिँ. म्यामले चाहिँ पासपोर्ट स्क्यान गरेर मेरो DS-260 हेर्नु, जे हेर्नुपर्ने कुराहरू हेर्नु हुँदै थियो. अनि मसँग पनि बाबाको नाम मम्मीको नाम के हो जे होस् कन्फर्म गर्नलाई चाहिँ सोध्नुभयो. मैले भनेँ. अनि भनिसकेपछि अनि त्यो बायोमेट्रीमा बस्ने चाहिँ कुनै दिन स्टाफ जे होस् फरेन हुन्छ भने कहिलेकाहीँ नेपाली नै हुन्छ. अनि मेरोमा चाहिँ नेपाली पढ्नु भएको थियो म्याम. अनि उहाँले चाहिँ त्यो इन्फर्मेसन सोधेर कन्फर्म गरेर मेरो इन्फर्मेसनहरू त्यहाँ के गर्दै हुनुहुन्थ्यो. अनि त्यसपछि बायोमेट्री लिनुभयो. थम्ब अनि 4 फिङ्गरको लिनुभयो, 2टै ह्यान्ड्सको लिइसकेपछि. अनि त्यसपछि अनि मैले चाहिँ त्यतिखेर म्याम आई हेभ टु अपडेट माई DS-260 सिन्स आई एम लिभिङ इन दुबई. आई हेभ टु अपडेट द इन्फर्मेसन बिकज माई DS-260 वाज फेल्ड इन 2024 हो. त्यो कुराहरू सेयर गरेँ उहाँलाई. हुन्छ, तपाईँको म DS-260 खोलिदिन्छु, तपाईँ बाहिर जानुहोस्, बाहिर गएर साइबरमा तपाईँ अपडेट्स गरेर आउनुहोस् भन्नुभयो है. अनि आउँदाखेरि चाहिँ कन्फर्मेसन पेज चाहिँ लिएर आउनु होला सबमिट गरेर भन्नुभयो. सो त्यसपछि म बाहिर गएँ. म कस्तो आत्तिरहेको थिएँ कि त्यो टाइममा
इन्टरभ्यूको लागि भित्र छिरिसके मान्छे तर फेरि बाहिर आउनु परेछ के। अनि बाहिर आइसकेपछि साथी थियो धन्न। सो द्याट्स वाइ यु निड टु ह्याभ समवन आउटसाइड हु वुड बी वेटिङ फर यु। अनि त्यसपछि मेरो साथी थियो, साथीलाई बोलाएँ अनि त्यसपछि हामीले अपडेट गऱ्यौँ। अनि जे होस् ऊ भएर चाहिँ मलाई सपोर्ट भयो क्या। अनि त्यसपछि हामी DS260 अपडेट गऱ्यौँ। अब इन्टरभ्यू त्यत्रो सेन्सिटिभ कुरा हो नि त त्यो भनेको। अनि यति ध्यान दिएर पुरै इन्फर्मेसनहरू हेरेर फेरि सबमिट गरेँ DS260। अनि त्यो कन्फर्मेसन पेज ल्याएर फेरि भित्र आएँ। अनि त्यसपछि भित्र आइसकेपछि म्यामलाई कन्फर्मेसन पेज देखाएँ। फेरि पासपोर्ट स्क्यान गर्नुभयो। अनि त्यो जति पनि मैले डकुमेन्ट्सहरू मिलाएको, अगाडि डकुमेन्ट मिलाएको जुन थियो त्यो डकुमेन्ट सबै लिनुभयो। अनि उहाँहरूले चाहिँ भित्रैबाट अफिसरलाई दिनुहुँदो रहेछ। सो मलाई चाहिँ अनि एउटा सानो पेपर दिएर टोकन दिएर त्यहाँ वेटिङ एरियामा गएर बस्नुहोस्, तपाईँलाई अफिसरले बोलाउनुहुन्छ भन्नुभयो। सो E8 लेखेको थियो, त्यो सानो स्लिप दिनुभयो। सो त्यहाँ चाहिँ E8, E9, E10, E11 भन्ने सानो सानो टोकनहरू दिएको हुन्छ। त्यही अनुसारले अफिसरहरूले बोलाउनुहुन्छ। सो बसेको त्यो जुन टाइममा म बसिरहेको थिएँ त्यो बसिरहेको टाइममा मजाले कि अरूको इन्टरभ्यू भइरहेको हेरिरहेको थिएँ क्या। सो त्यसले गर्दाखेरि एक्स्ट्रा कन्फिडेन्स दिँदो रहेछ कि इजी रहेछ भनेर। अनि त्यसपछि त्यहाँ बसिरहेको थिएँ। त्यसपछि 4-5 मिनटमा चाहिँ मेरो पालो आयो। पालो आइसकेपछि म गएँ। हेलो गुड मर्निङ अफिसर मैले आफै भने, आफै स्टार्ट गरेँ। सो अफिसरले पनि रिप्लाई दिनुभयो राम्रोसँग, एकदमै काइन्ड जेन्टल हुनुहुन्थ्यो। आई थिङ्क अमेरिकन नै हुनुहुन्थ्यो बट आम नट स्योर। सो हुनुहुन्थ्यो। अनि त्यसपछि अनि मैले क्वेसन यहाँ लेखेको छु ल, बिर्सिन सक्छु। सो अनि मलाई चाहिँ सबभन्दा पहिला वाट इज युर नेम भन्नुभयो। मैले मेरो नेम भने, नेम भनिसकेपछि हाउ लङ हेभ यु बिन अ नर्स भन्नुभयो। सो म चाहिँ आई हेभ बिन अ नर्स सिन्स 2021। जे होस् मैले आफ्नो डेटहरू भने होइन। अनि डेटहरू भनिसकेपछि अनि त्यसपछि कलेजको नेम सोध्नुभयो। मैले नर्सिङ पढेको कलेजको नेम, मैले कलेजको नेम भने। अनि कसरी प्रोनाउन्स गर्छ यो कलेजको नेम भन्नुभयो। मैले यसरी गर्छ भनेर पनि भने है। अनि त्यसपछि हुन्छ नि एउटा जेनरल क्वेसनबाट स्टार्ट गर्नुभयो कि अनि सबैको त्यही नै हो। फेरि उहाँले मैले अरूको हेरिरहेको थिएँ, सबैको यसरी नै स्टार्ट गरिराख्नु भएको थियो नामदेखि। अनि उहाँले बायोमेट्री पनि लिनुहुन्छ है त, बायोमेट्री पनि लिनुहुन्छ, त्यहीसँगै नामहरू सोध्नुहुन्छ। अनि त्यसपछि मलाई नर्स कहिलेदेखि भएको अनि कलेजको नाम के हो सोध्नुभयो। त्यसपछि विच स्टेट आर यु गोइङ भन्नुभयो। अनि अब न्युयोर्क स्टेट भने मैले। सो अनि त्यसपछि मलाई चाहिँ लाइसेन्स कुन स्टेटको हो भनेर पनि सोध्नुभयो। मैले लाइसेन्स पनि न्युयोर्क स्टेटकै भनेर भने है। अनि त्यसपछि वाट इज युर करेन्ट जब, अनि त्यसपछि अनि वाट यु डु देयर भनेर त्यो करेन्ट जब र करेन्ट टाइममा चाहिँ के गरिरहेको त्यो कुरा चाहिँ जान्न चाहनुभयो। मैले त्यो कुरा पनि सबै भने। सो सबै भनिसकेपछि धेरै सोध्नु भएन क्या, लाइक हुन्छ नि जेनरल क्वेसन क्या। त्यो हुन्छ नि त्यो अब कुनै पनि एप्लिकेन्ट्सलाई गएर हुन्छ नि त्यो क्रस क्वेसनहरू सोध्ने त्यस्तो केही पनि भएन। जस्ट जेनरल क्वेसनहरू सोध्नुभयो। अनि त्यो टाइममा उहाँले चाहिँ टाइम ग्याप लिइराख्नु भएको थियो इच क्वेसनमा, किनकि उहाँले आफ्नो सिस्टममा पनि हेरिराख्नु भएको थियो अथवा डकुमेन्ट्सहरू के हेरिराख्नु भएको थियो है। अनि त्यसपछि हुन्छ नि त्यही बेला चाहिँ इनफ टाइम हुन्छ काम डाउन हुने। अनि त्यसपछि त्यो नर्भसनेस हराएर जान्छ बिस्तारै। सो इन्टरभ्यूको लागि चाहिँ हुन्छ नि त्यस्तो धेरै आत्तिनुपर्ने केही पनि छैन। सो म एकदमै शान्तपूर्वक इन्टरभ्यू सक्यो है, त्यति नै थियो क्वेसन। त्यसपछि उहाँले मलाई त्यो व्हाइट स्लिपमा मेरो एनबिसीको नम्बर हुन्छ नि त्यो नम्बरहरू लेख्नुभयो, डेट लेख्नुभयो। अनि त्यसपछि त्यो स्लिप दिनुभयो। स्लिप दिनु अगाडि कति राम्रोसँग सो करेन्टली देयर इज पज, वी क्यान नट इस्यु भिजा राइट नाउ, यु हेभ टु वेट फ्यु मोर टाइम, इफ देयर इज एनी अपडेट विल अपडेट यु भनेर कस्तो राम्रोसँग एक्सप्लेन गर्नुभयो होइन। अनि मलाई पनि कुनै पनि डर लागेको थिएन त्यतिखेर। मैले पनि सो यो भिजा पज ओभर भयो भने चाहिँ तपाईँहरूले भिजा चाहिँ दिनुहुन्छ जे होस् भनेर मैले पनि भने होइन। त्यसपछि यस्तो फेस गरेर जे होस् राम्रो रेस्पोन्स दिनुभयो कि एकछिन सोचे जस्तो गरेर फेरि रिप्लाई दिनुभयो कि हो तपाईँहरू अपडेट्सको लागि कुर्नुहोस्, हामी अपडेट तपाईँलाई गर्छौँ। एकदमै राम्रोसँग भन्नुभयो कि मेरो भिडियो सकिन लाग्यो, म यही भिडियो अन्त्य गर्छु। सो द्याट वाज माई एक्सपिरियन्स।